आफ्नै करेसाबारीमा फलेको आँप तपाईहरुले आज म लाँदैछु मेरो करेसाबारी भिजिट गराउन। भिडियो अन्तिम समय हेरेर मलाई साथ दिनु होला। अलराइट गाइस, सबैजना सन्चै अनि आरामै हुनुहुन्छ होला। म पनि सन्चै अनि आरामै छु। र आज चाहिँ तपाईहरुलाई म मेरो करेसाबारी भिजिट गराउन जाँदैछु। र यो चाहिँ मेरो फोर्थ मिनी ब्लग हो। मेरो प्रिभियस मिनी ब्लगहरु हेर्नु भएको छ नि तपाईले कृपया प्रोफाइलमा गएर हेर्न सक्नुहुन्छ। अनि मैले यसो हेर्दा जाँदाखेरि एउटा फर्सी फलेको देखेँ। फर्सी त सानो रहेछ, यसलाई टिपेर के काम? न यसले छाक पुग्छ न भाग पुग्छ। यसलाई यतिकै छोडेर मन लाग्यो अरु ठाउँतिर। र बुढापाकाले भन्ने गर्थे फटफुललाई चाहिँ औँलाले देखाउनु देखायो भने त्यो चाहिँ कुहिएर झर्छ अरे। हेरौँ के हुन्छ। र यतापट्टि चाहिँ हाम्रो घिरौलाको बोटमा चाहिँ 2-3 वटा घिरौला फलेको रहेछ। त्यो पनि सानो सानो रहेछ। यसलाई चाहिँ पछि टिप्ने हो भनेर म त्यहाँबाट लागे। अनि हेर्नुस् न साथीहरु, यो घिरौलाको फूल कति राम्रो। तपाईहरुको करेसाबारीमा चाहिँ के फलेको छ कृपया कमेन्ट गर्नु होला। र म लागे चिप्ली भेन्डी टिप्नतिर। चिप्ली भेन्डी चाहिँ एकदम छिपिन लागिसकेको रहेछ। अब पनि यसले टिपेन भने त यो त खानै नसक्ने भएर छिपिन्छ। त्यही भएर चाहिँ मैले चिप्ली भेन्डीलाई फटाफट टिप्न थाले। त्यतिकै मैले यसो आँखा घुमाएको त काँक्रोले पनि फलिसकेको रहेछ। यो 2वटा काँक्रोलाई पनि टिपेर मैले झोलामा हाले। र लोकल काँक्रो भएकोले होला हाम्रो काँक्रो चाहिँ सानो रहेको थियो। सानै भए पनि मिठो हुन्छ नि लोकल काँक्रो त हैन साथीहरु। र त्यसपछि फेरि मैले चिप्ली भेन्डी टिप्नतिर लाग टिप्दा त मेरो झोला नै भरियो। अब भरे यो चिप्ली भेन्डी र आलुलाई मस्तले पर भुटेर एकदम मिठो बनाएर सब्जी खानु पर्छ। सोचेको भन्दा नि धेरै तरकारी पाएपछि म खुसी हुँदै बाटो लाग्दै थिएँ। त्यतिकै मैले यसो आँखा घुमाएको उखु त मस्त अब सुतेर बसिरहेको रहेछ। फेट फटा म भन्दा नि ढिलोसम्म सुत्छस् भनेर मैले त्यसलाई घाँटीमा अडाएर त्यसलाई उठाइदिएँ। उठ्न त मानिरहेको थिइनँ तर मैले जबरजस्ती त्यसलाई उखुलाई त उठाएँ। अब यसो हेरेको काकाती पनि मस्त सुतिरहेको रहेछ। काकातिर नि उठाउने विचार गर्दै थिएँ तर उठाउन गयो भने त्यसले त उल्टै टोक्छ भनेर म त्यहाँबाट साइड लागे। र हाम्रो बोडीले पनि जागर नगरी भए पनि एउटा दुईटा बोडी चाहिँ फलाएको रहेछ। र हाम्रो मेवाले पनि पहिलो लोड फलिसकेपछि दोस्रो लोड पनि फुल्दै थियो। पहिलो लोडको सकिन बाँकी रहेको 2-4 मेवा पनि पाक्दै रहेछ। अनि यो चाहिँ हाम्रो गाबाको झ्याङ हो। तपाईहरुलाई कस्तो लाग्छ गाबा? मलाई चाहिँ मिठो लाग्छ किनभने सानोमा मम्मीले भन्नुहुन्थ्यो यो त राजाहरुले पनि खान्छन् अरे। राजाले पनि खाने चिज जनताले त नखाने कुरो त भएन। अनि यो चाहिँ हाम्रो लिचीको बुट्टा। यसपालि त फल्न सकिन त अर्को साल चाहिँ स्योर फल्छु भन्दै थियो। करेसाबारी घुम्दा 9 बजिसकेछ। त्यसपछि म लागे छोरालाई स्कुल पुर्याउनतिर। छोरो स्कुल जान मानिरहेको थिएन। पढी लेखी गरेर ठुलो मान्छे बन्नुपर्छ, फर्स्ट हुनुपर्छ, डक्टर इन्जिनियर बन्नुपर्छ भनेको छोरो त आनन्दले बनेर स्कुल पनि छोरालाई स्कुलबाट पुर्याएर आएर म लागे आफ्नो घर माथि चाहिँ हाम्रो पुरानो घर छ। जुन घरमा चाहिँ हामीले 12-13 वर्ष बिताएका थियौँ। त्यस घरबाट चाहिँ हामीले हाम्रो स्ट्रगल र हाम्रो जिन्दगीको सुरुवात त्यही घरबाट गरेका थियौँ। केही समयपछि पुगे म पुरानो घर। हामी पहिला बस्दा लगाए आँप र कटहरको बुट्टाहरू पनि छन् जहाँ चाहिँ मिठो मिठो आँप र अनि कटहरहरू फलेको छ। यो घरलाई देख्ने बित्तिकै मलाई पुरानो दिनहरू याद आउन थाल्छन्। त्यसै कारणले पनि यो घरलाई नभत्काइकन मैले यतिकै राखेको छु। किनभने मान्छे जहाँ पुगे पनि आफ्नो पुरानो दिनहरूलाई कहिले पनि बिर्सनु हुँदैन। त्यसपछि मलाई लाग्न थाले कटहर अनि आँप हेर्नुतिर। भुइँ कटहर पनि मजाले फल्दै रहेछ। केही समयपछि त मजाले पाकेर खान मिल्ने भइहाल्छ। र कटहर पनि पहिलोचोटि फलेको भएर होला 4-5वटा मात्रै फल्दै थियो तर पनि राम्रो रहेछ। यसपालि चाहिँ आँपले धेरै फल्न सकेन किनभने मैले तलको हाँगाहरू सबै छाडिदिएको थिएँ। त्यसै कारणले होला हाम्रो आँपले यसपालि राम्रोसँग फल्न सकेन। सबै बोटहरू हेरिसकेपछि म आफ्नो घर फर्केँ। सबैजनाले यो मेरो फोर्थ मिनी भ्लगलाई पनि माया गरिदिनु होला। लाइक, कमेन्ट अनि फलो गरिदिनु होला। मेरो फेसबुकमा चाहिँ आज 1K फलोअर पुगिसकेको छ। फलो गर्नु हुने सबैजनालाई धन्यवाद। यति भन्दा मेरो यो मिनी भ्लगबाट बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।